सो हेलो एन्ड नमस्ते गाइज, होप यु गाइज आर फाइन। अहिले चाहिँ बिहानको 8 बजिसक्यो होइन। अनि म चाहिँ फ्रेस भएर रेडी हुन लागेको छु अब काम जानको लागि। अहिले काम जान लागि रेडी हुन लागेको छु। अब एकैछिनमा म काम पनि निस्किन्छु होला। डेजीहरूको खोर पनि माथि लगाएर राखिदिएको छु मैले त आज। तिनीहरूलाई अब खाना अलिकति राखेर माथि नै छोडिदिन्छु। आज घाम तापेर बस्छु तिनीहरू पनि। म चाहिँ अफिसतिर जान्छु होला अब एकैछिनमा। अब खानासाना राखिदिउँ डेजीहरूलाई, अनि म पनि अफिसतिर जान्छु है। कपासपी चाहिँ अफिसतिर नकति नि मलाई गाडी चाहिँ थाहा दो स्टार्ट या मलाई गाडी कपासपी गाडी चाहिँ स्टार्ट जो अवस्था जोला तर पछि थाक्छ ल स्टार्ट जो त मलाई अलिकति गाह्रो भयो भनेको गाडी स्टार्ट गर्नलाई। म चाहिँ एकचोटि यसलाई एक राउन्ड घुमाएर आउँछु जस्तो लाग्यो। अब चाहिँ अफिस आइपुगिसक्यौँ। गाडीमा सस्पेन्सनको आवाज आइरहेको जस्तो लाग्यो, चोइ आवाज आइरहेछ। अब हेरौँ के हुन्छ। पानी हालेर एकचोटि हेरौँ गाडीमा, एकचोटि सर पानी हालिदिउँ, गाडीलाई नुहाइदिउँ होइन। ल साथीहरू, मैले चाहिँ गाडी पखालिसकेँ है। अहिले गाडी चाहिँ मैले पखालेर ठिक्क बसेको छ। ठिक्कै टल्केको छ नि गाडी त। गाडी यस्तो तल्केको छ। भित्र चाहिँ मैले केही गरिनँ, बाहिर मात्रै धोको। ल अब अर्को क्लिपमा केही भयो भने गाडी चाहिँ कहीँ जानु परेको छैन है अहिलेसम्म। त्यही हो। अब के भन्ने, हाकिम पनि आज ट्रेनिङमा गएको छ अरे। अहिले त यतिखेर भइसक्यो, कति बज्यो 3 बज्यो होला सायद, 3:30 भइसक्यो। 3:30 भइसकेछ। अब म खाजा खान जान्छु है। त्यही हो गाइस, अहिले चाहिँ 3:30 भइसक्यो होइन। आज चाहिँ कहीँ जानु परेको छैन। हाकिम पनि आज ट्रेनिङमा गयो भने जस्तो लाग्यो। त्यही हो, सबै यहाँकै के अर्कै ट्रेनिङमा खोइ सबै हाकिमहरूले बोलाउँछ, ट्रेनिङ गराउँछ टाइममा। पहिला अब मेरो अर्को हाकिम हुँदाखेरि चाहिँ लिएर जानु पर्थ्यो। अहिले हाकिमको चाहिँ बाइक पनि छ नि त, अनि बाइकमा गएछ। अनि आज चाहिँ त्यही भएर कहीँ जानु परेको छैन। अहिले चाहिँ 3:30 भइसक्यो। अब म खाजा खाऊँ होइन, अनि छुट्टी भएपछि हिँडिदिने, त्यति त अनि ल।
हामी चाहिँ फर्किँदा घर फर्किएर आयो गाइज मलाई आज बुढले लिन आयो यो चलाइरहेको छ म चाहिँ भिडियो खिचिरहेको छु ल गाइज म चाहिँ घर पुगिसकेँ होइन अहिलेलाई अब घर पुगिसकेँ यिनीहरू पनि आइसक्यो ऊ तल जा खानमा आइसक्यो यहाँ कपाल टाँस्छ जा छिटो तेरो कुटो खान्छस् अहिले र त्यो के भन्छ नि पिरियड्स भइरहेको छ यो त्यसमाथि अनि अहिले चाहिँ म यो मफिन्स खान लागेको होइन घर एकैछिन भएर पुगेको ल के गर्नु आज दिन यत्तिकै बित्यो होइन कहीँ जान पनि परेन अहिले एकैछिन भर्खर लेखाएको नामलाई त्यो के भन्छ खोइ त्यसको नाम के हो त्यो ठाउँ चापागाउँ बाटोबाट भित्र छिरेपछि आउँछ होइन त्यो ठाउँमा छोडेर आएको अनि अल्टिरा भएको त्यही कारणले ल गाइजहरू अब चाहिँ पिसा आउट